टोकिकन मार्नै भयो क्या मलाई चाहिँ बनाउँदा हात नौराले उठ्यो कपाल झरेर हात तक्लो गयो भने जुरा पनि यो साना उमेर बस्दै बुढेसकालमै जुम्मा छोडेर नै मलाई यस्तै पारा भने चाहिँ बेको रात स्वागतदैन दिवस रात हुन्छ होला मेरो त यस्तो आउँदाखेरि आफ्नै आउँदैन यार होइन भाइ दाजु के भयो हुँदै पर्छ त के बिर पर्छ ल टाउको त खलत्तै बनाएको छ त नि के होला खलात्तै पार्यो भन्दा नि खलात्तै भयो नि दाजु होइन त कपाल झारेर पुरै तक्लो भइसक्यो यसो के रोकथाम गर्ने उपाय छैन छ भने भन्नु न दाजु रोकथाम गर्नु पर्यो हेर्नु त यहाँ सक्यो त कपाल हेलो ओला कालो उपाय भएको भए गरिदिनु थिएँ एयरपोर्ट बसेको छ एयरपोर्ट कुन दिन आएर चाहिँ कुन चाहिँ प्लेन पठाइन्छ यहाँनिर थाहा छैन दुबईको पानी नै यस्तै हो भाइ हो त्यही भएर त विदेश धनी छ त हेर्नु त दुबई कति विदेश भएको छ दुबईमा यहाँका मान्छे त्यस्तै धनी छन् कपाल काट्नु पर्ने यहाँ त गइहाल्दो रहेछ केस काट्ने पैसा पनि बच्यो मान्छे पनि धनी भयो हामी चाहिँ अब केस काट्नु पैसा दिनुपर्छ त्यही भएर हो क्या हाम्रो पैसा नभएको बढी भएका हुन्छ जो सामान्य कपाल धुँदैछ धनी हुन्छ होइन त अनि हो होइन त नि प्रकृति दिएको नै यस्तै हो अनि धनी बन्दैन त मान्छे हो डम्बर दाइ हो खै भन्नु हो हाम्रो देश कहिले विकास हुने होला हामी कहिलेदेखि यसो अर्काको देशमा काम गर्न नआउनु पर्ने होला सम्झिँदा नि मलाई त रुन पनि लाग्छ डम्बर दाइ कहिले विकास हुन्छ हाम्रो देश हुन्छ हुन्छ हाम्रो देश पनि एक दिन धनी हुन्छ हामी पनि अर्काको देशमा काम गर्न जानु पर्दैन भाइ त्यसपछि हामी पनि आफ्नो देशमा रोजगारीयुक्त काम गरेर कमाउने रमाउने आफ्नो देशमा खैलिदेऊ न भाइ अब त लाग्यो कहिले काहीँ यसो मिलेर खाने गर्नु नि जहिले माया हुन्छ के भन्छौ भाइ काजी हो ठिकै त भन्दैछु नि ल ल ल ठिकै छ भाइ ठिकै छ आउँदो स्यालेरीमा म किन्छु मैले बुढीसँग कुरा मिलाएको छु यो महिना स्यालेरी कम्ती आउँछ है बुढी भनेर भनेको छु ठ्याक्कै हिसाब सोध्छ यार जति मेरो स्यालेरी उति नै ठ्याक्कै हिसाब निकाल्छ उसले गर्न पऱ्यो अनि एक पैसा तल्लो माथि गर्नुभयो त भएन नि कम गाह्रो छ मलाई गाह्रो छ नि कति कति यार चिसो थियो नि यार तत्तन लागिसक्यो होइन नुहाउनु धुवाउनु छैन केही छैन भ्युसिनेलाई छोडेर बोका जस्तो डुङ डुङ गनाएर के हो पारा गाँठे के हो पारा होइन के भन्नुहुन्छ हौ धनी दाइ के गना अब जस्तो भने त्यही सुकेको हड्डी क्या त्यही सुकेको हड्डी त्यो मरण च्यासे सङ्घको अध्यक्ष त्यसलाई भनेको माथिबाट फुत्ता फाल्थ्यो के फाल्छ भने त जुम्रा टिप्दै फाल्दै गर्दो रहेछ अस्ति देखेर अनि जबरजस्ती लहर समातेर लहर जाने मुडोले बनाइदियो हो नि त ए तपाईँले पनि काट्दिनु भएको धनी दाइ कपाल झारेर हैरान भयो भनेर चाहिँ खुइलाइदिएको पुरै भनेर भन्थ्यो त मछ्यामा त अघि त नि ए कुरा त्यसो प्रस्त के जगत त होइन के डम्बर भाइ मान्छेको यार जिउमा पनि कत्ला त गोराको जस्तै यार जबरजस्ती त्यो मुडोले बनाएर बातुना पसाइदिएको त त्यो पत्र मोबाइलको त पत्र रहेछ होइन होला हो क्या हो म त रुममा के गर्न आयो डुङ 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 भनेको यो डम्बरले पाद्या हो भन्दै म चाहिँ सेट हाल्दै गरेँ त उहाँ त्यो चाहिँ बोको गनाएको रहेछ यार तेरिका त्यस्तो बोको गनाउने यार गनाउनु पर्यो नि उर्या बाँधाले गनाउँछ हो यो त छाडा बोकै हो क्या हो बोको ल अनि के गरेको फेरि यार बोकोले यसै त गर्छ नि बाख्रो खोजेको होला नि बोकाले अब त जुरा घट्यो होला नि यस्तै पाराले त बाख्रा त के
बाख्राको घाम ताप्ने पनि फेल पार्दैनौ जुम्रे कैको के भन्नुहुन्छ हौ अब त सन्चो भयो नि छैन चिलाउनु पनि छोडो जुम्रो हान्दा नि खटमल हो क्या त नचिनेको तपाईँहरूले उडुस हो खटमल घाडीमा आएपछि खट्नु हुँदैन त